नमस्ते साथीहरू, यहाँहरू सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी भनेको के हो को नयाँ श्रृङ्खलामा सामाजिक सुरक्षा भनेको के हो भन्ने विषयमा छलफल गर्न गइरहेका छौँ। लोक कल्याणकारी राज्य व्यवस्थामा सामाजिक सुरक्षा एक महत्त्वपूर्ण विषय भएर गएको छ। त्यसैले अहिले हरेक प्रतिस्पर्धात्मक परीक्षामा कुनै न कुनै रूपमा सामाजिक सुरक्षालाई समेटिएको हुन्छ। नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकको रूपमा समेटेको भेटिन्छ। सामाजिक सुरक्षा भनेको के हो भन्ने विषयमा यसको परिचय, यसको अवधारणाको बारेमा आज हामी छलफल गर्न गइरहेका छौँ। यो छलफललाई सुरुवात गरौँ एउटा परिभाषाबाट। या परिभाषाले के भन्छ भने समाजमा गरेर खान असक्षम व्यक्तिहरूको मानवीय मर्यादा र अस्तित्व रक्षाका लागि आधारभूत आवश्यकताको सुनिश्चितता गर्ने नीति तथा कार्यक्रमहरूको योगफल नै सामाजिक सुरक्षा हो। अब यो परिभाषाबाट हामीले के बुझ्न सक्छौँ त भन्दाखेरि सामाजिक सुरक्षा भनेको नीति तथा कार्यक्रमहरूको योगफल हो, हैन? यो भनेको चाहिँ पोलिसी र प्रोग्रामहरूको टोटालिटी हो। कस्ता पोलिसी र प्रोग्रामहरूको टोटालिटी हो त भन्दाखेरि समाजमा जो आफ्ना लागि आफै काम गरेर खान असक्षम छन् त्यस्ता मान्छेहरूको मानवीय मर्यादा र जीवनको अस्तित्व रक्षाका लागि आधारभूत आवश्यकताहरू सुनिश्चित गर्ने नीति तथा कार्यक्रमहरू। जस्तो अब यहाँ पहिला हेरौँ है त, असक्षम व्यक्ति भनेको कस्तो भन्दा जो आफ्नो लागि आफै काम गर्न सक्दैन, कमाउन सक्दैन। को सक्दैन? बालबालिकाहरूले कमाउन सक्दैनन्, वृद्ध अवस्थामा पुगेका व्यक्तिहरूले कमाउन सक्दैनन्, कोही दुर्घटनामा परेर घाइते भएको रहेछ भने उसले त्यो अवस्थामा कमाउन सक्दैन, कोही रोजगारीकोबाट बाहिर निकालिएर बेरोजगार भएको छ भने पनि उसले पनि नकमाउन सक्छ। असहाय व्यक्तिहरू, एकल महिलाहरू, विपन्न परिवारका मान्छेहरू, अपाङ्गहरू, यिनीहरू के हुन्छन् त भन्दाखेरि आफ्ना लागि आफै कमाउन असक्षम हुन्छन्। त्यस्तो मान्छेहरूको लागि न्यूनतम आयको स्रोतको अथवा न्यूनतम आय स्रोतको के गरिदिने, सुनिश्चितता गरिदिने। त्यो केसका लागि? उसका न्यूनतम आवश्यकता परिपूर्ति गर्न र उसलाई मर्यादित जीवन यापन गर्नको लागि। मर्यादित जीवन भनेको कस्तो फेरि भन्दाखेरि तपाईँको सामाजिक, सांस्कृतिक, राजनीतिक जीवनमा सक्रिय सहभागिता जनाउन सक्ने, आत्मसम्मानपूर्वक सहभागिता जनाउन सक्ने गरी राज्यले ल्याएका नीति तथा कार्यक्रमलाई हामीले के भन्छौँ? सामाजिक सुरक्षा भन्छौँ। त्यसैले अब हाम्रो नेपालको सन्दर्भमा पनि तपाईँले हेर्नुभयो भने वृद्धहरूलाई दिने वृद्ध भत्ता अथवा ज्येष्ठ नागरिक भत्ता, एकल महिलाहरूलाई दिने चाहिँ विधवा अथवा चाहिँ नागरिक एकल महिलाको लागि दिने भत्ता, बालबालिकालाई दिने चाहिँ पोषण भत्ता अथवा लोपोन्मुख जातिहरूको लागि प्रदान गरिने भत्ताहरू के हुन्? सामाजिक सुरक्षा कार्यक्रमका नमुना हुन्। अब सामाजिक सुरक्षा कार्यक्रम भनेको केवल भत्तामा आधारित हुन्छ भन्ने होइन, क्यास बाहेकका अन्य कार्यक्रम पनि हुन सक्छन्। नेपालमा विभिन्न मन्त्रालयहरूले 80 भन्दा बढी यस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गरेको पाइन्छ। अब हामीले यहाँ यो परिभाषालाई हेर्दाखेरि के हेर्यौँ त भन्दाखेरि असक्षम व्यक्तिहरूको मानवीय मर्यादा र जीवनको अस्तित्व रक्षाका लागि अथवा उनीहरूको आधारभूत आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा राज्यले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरूको योगफललाई सामाजिक सुरक्षा भन्यौँ। अब यहाँ असक्षम व्यक्तिहरू भनेको को भन्ने सन्दर्भलाई हेरेर एउटा अर्को परिभाषा हेरौँ। यसले के भन्छ भने आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका एकल महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिक। हाम्रो सामाजिक सुरक्षाका कार्यक्रमका जुन टार्गेटेड ग्रुपहरू भन्छौँ नि हामीले, ती टार्गेटेड ग्रुपहरू भनेका को हुन् त भन्दाखेरि आर्थिक रूपले विपन्न एउटा, हैन? अर्को चाहिँ अशक्त अवस्थामा भए पनि आफ्नो लागि आफै कमाउन सक्षम हुँदैन, असहायहरू पनि सक्दैनन्, अनि एकल महिलाहरू सक्दैनन्, अपाङ्गता भएका सक्दैनन्, बालबालिकाहरूले सक्दैनन्, आफ्नो लागि आफ्नो हेरचाह आफै गर्न सक्ने भनेर जस्तो वृद्धहरूले सक्दैनन्। त्यसै गरी इभन लोपोन्मुख भएका जातिहरूलाई पनि हाम्रो सामाजिक सुरक्षाको कार्यक्रमले समेटेको छ। त्यसैले यो परिभाषालाई के भन्न सकिन्छ, कसरी हेर्न सकिन्छ त भन्दाखेरि यो चाहिँ आफ्ना लागि आफै कमाउन नसक्ने, आफ्नो हेरचाह आफै गर्न नसक्ने अथवा आफ्ना लागि आफ्नो जीविकोपार्जनको लागि अर्थोपार्जन गर्न नसक्ने जति पनि व्यक्तिहरू हुन्छन् तिनीहरूको न्यूनतम जीवनका आवश्यकताहरू परिपूर्ति गर्न अथवा उनीहरूलाई मर्यादित जीवनको सुनिश्चितता गर्नको निमित्त राज्यले नीति तथा कार्यक्रमहरू अवलम्बन गरेको हुन्छ र तिनीहरूलाई नै के भनिन्छ त? सामाजिक सुरक्षा भनिन्छ। यसले के भन्छ त भन्दाखेरि आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका एकल महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई मर्यादित जीवनको सुनिश्चित गर्न राज्यले अवलम्बन गरेको नीति तथा कार्यक्रमहरूको योगफल नै के हो? सामाजिक सुरक्षा हो। अब सामाजिक सुरक्षाको मुख्य ध्येय के रहेछ त? मुख्य उद्देश्य के रहेछ त? त्यसो भन्दा हामीले के बुझ्न सक्छौँ त भन्दा नागरिकहरूलाई खाद्यान्न, उचित बसोबास, स्वास्थ्य, शिक्षा, पोषण, रोजगारी र न्यूनतम आयको सुनिश्चितता र सार्थक सहभागिताको अवसर। सार्थक सहभागिता भन्नाले सामाजिक, आर्थिक, राजनीतिक जीवनमा सम्मानपूर्वक
अथवा तपाईको संलग्न हुन पाउने अथवा मिनिङफुल रूपमा पार्टिसिपेट हुन पाउने जुन अवसर प्रदान गरी मर्यादित सामाजिक जीवनयापनको वातावरण सिर्जना गर्नु नै सामाजिक सुरक्षाका कार्यक्रमहरूको के हो त उद्देश्य हो। त्यो भएर राज्यले चाहिँ जसले कमाउन सक्छ, जोसँग अर्थोपार्जन गर्न सक्ने क्षमता छ, उनीहरूसँग कर लिएर अथवा कर उठाएर जो चाहिँ आफ्ना लागि आफै काम गर्न नसक्ने अथवा आफ्नो लागि आफै कमाउन असक्षम छ त्यस्तो व्यक्तिहरूको न्यूनतम जीवनका आवश्यकताहरू परिपूर्ति गरी उनीहरूको सामाजिक मर्यादा कायम गर्दै बाँच्ने जीवनको अस्तित्वको रक्षा गर्ने सन्दर्भमा जति जति कार्यक्रमहरू तपाईँको मौद्रिक अथवा गैर मौद्रिक कार्यक्रमहरू सञ्चालन गरेको हुन्छ राज्यले तिनीहरूको टोटालिटी तिनीहरूको योगफललाई नै के भन्न सकिँदो रहेछ सामाजिक सुरक्षाका कार्यक्रम भन्न सकिँदो रहेछ। यहाँ मैले एउटा पञ्जीकरण विभागले निकालेको लिफलेटको एउटा पानालाई यहाँ राखेको छु। यहाँ तपाईँले देख्न सक्नुहुन्छ सामाजिक सुरक्षा कार्यक्रम भनेको कस्तो भन्दा सरकारले निश्चित उमेरका समूहका बालबालिका, ज्येष्ठ नागरिक, महिला, लोपोन्मुख जाति तथा अपाङ्गता भएका नागरिकको सम्भावित जोखिमको न्यूनीकरण गर्न आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक सहयोगको निम्ति, त्यो भएर के भन्छ त भन्दाखेरि अलिकति आर्थिक सहायता पनि हो, सामाजिक सहायता पनि हो र मनोवैज्ञानिक सहायता पनि हो। मनोवैज्ञानिक सहायता भन्नाले हाम्रो कोही नहुँदाखेरि राज्य छ, अरू मलाई कसैले हेरेन भने पनि कम्तीमा राज्यले यो चाहिँ मलाई सपोर्ट गर्छ भनेर जुन मनोवैज्ञानिक सहयोगका निम्ति सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको हो भनेर यसको उद्देश्य समेत त्यहाँ देखिन्छ। तपाईँले देख्नुहुन्छ भने यसै सामाजिक सुरक्षा सम्बन्धी हकको संरक्षण गर्न राज्यको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको गैर योगदानमूलक कार्यक्रम भनेको यसबाट तपाईँको एउटा कार्यक्रम हो भनेर तपाईँले हेर्न सक्नुहुन्छ। नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता लिने सुविधा सबै नागरिकको पहुँच पुर्याउन सबै स्थानीय तहका वडा स्तरमा दर्ता शिविर सञ्चालन गरिरहेको छ भनेर तपाईँले देख्न सक्नुहुन्छ। यस्तै कार्यक्रमहरूको नाममा यता ज्येष्ठ नागरिक भत्ता कति कति पाइन्छ भने यहाँ उल्लेख भएको छ। भलै यो पुरानो भएको हुनाले थोरै अङ्क हुन्छ तथा तलमाथि हुनसक्छ। असहाय एकल महिला भत्ता, अपाङ्गता भत्ता, बाल पोषण भत्ता, लोपोन्मुख जातिहरूले पाउने भत्ता, यी सबै भत्ताहरूको व्यवस्था चाहिँ गरिएको छ। कसले कसरी किन राज्यको चाहिँ यो सूचीमा परे भन्ने व्यवस्था सम्बन्धी कुरा चाहिँ सामाजिक सुरक्षा ऐन 2075 र नियमावली 2076बाट पनि बुझ्न सकिन्छ भन्ने यहाँ उल्लेख गरिएको छ। अब सारमा हामीले हेर्दाखेरि सामाजिक सुरक्षा भनेको के रहेछ त भन्दाखेरि जीवनमा आइपर्ने सम्भाव्य जोखिमहरूबाट जोगाउने। किनभने अब मैले अहिले चाहिँ कमाउन सक्छु, म क्षमतावान छु भनेर मलाई सामाजिक सुरक्षाको कार्यक्रम छैन भन्ने सोचेर भएन। हामी कुनै पनि बेला केमा पर्छौँ त भन्दा जोखिमको ग्रुपमा पर्न सक्छौँ। कुनै पनि बेला हामी वृद्ध हुन सक्छौँ, त्यति बेला हामी आफ्ना लागि आफै कमाउन सक्ने क्षमता नहुन सक्छ। त्यसैले त्यस्तो अवस्थामा जीवनमा आइपर्ने सम्भाव्य जोखिमहरूबाट जोगाउँदै हरेक नागरिकलाई सुरक्षित जीवनको सुनिश्चितता प्रदान गर्ने नीति तथा कार्यक्रमहरूको योगफल नै सामाजिक सुरक्षा हो। त्यो भएर सामाजिक सुरक्षा भनेको पोलिसी र प्रोग्रामको टोटालिटी हो, नीति तथा कार्यक्रमहरूको टोटालिटी हो। सारमा हेर्दा सामाजिक सुरक्षाका कार्यक्रमहरूले सबैलाई समेटेको भए पनि माइक्रो लेभलमा हेर्दाखेरि जसले आफ्ना लागि आफै कमाउन सक्दैनन्, जसले आफ्नो हेरचाह आफै गर्न सक्दैनन्, जसले आफ्नो लागि आफै अर्थोपार्जन गर्न सक्दैनन्, ती व्यक्तिहरूलाई उनीहरूका जीवनका न्यूनतम आवश्यकताहरू परिपूर्ति गर्ने, न्यूनतम आवश्यकता भन्नाले आर्थिक आवश्यकता, सामाजिक आवश्यकता, मनोवैज्ञानिक आवश्यकताहरू पुरा गर्न अथवा उनीहरूको जीवनलाई सामाजिक, सांस्कृतिक, राजनैतिक जीवनलाई मर्यादित बनाउनको लागि राज्यले अवलम्बन गर्ने नीति तथा कार्यक्रमहरू हैन, सामान्यतया ती वितरण गर्ने सुविधा, सेवा र तपाईँको क्यास अथवा चाहिँ पैसा, वित्तीय सुविधा, पैसा भत्ताको रूपमा चाहिँ पैसा वितरण गर्ने अथवा चाहिँ रकम वितरण गर्ने, त्यसै गरी अन्य कार्यक्रमहरू पनि अघि पनि तपाईँलाई मैले भने 80वटा भन्दा बढी सामाजिक सुरक्षाका कार्यक्रमहरू नेपाल सरकारले सञ्चालन गरेको छ। ती कार्यक्रमहरू मौद्रिक सुविधा प्रदान गर्ने कार्यक्रम अथवा चाहिँ नीतिहरूलाई नै हामी के भन्दो रहेछौँ त सामाजिक सुरक्षा भन्छौँ। यति भएपछि यहाँहरूले सामाजिक सुरक्षाको सन्दर्भमा थोरै भए पनि जानकारी हासिल गर्नुभएको होला भन्ने मैले आशा र अपेक्षा लिएको छु। अर्को भिडियोमा अर्को विषय लिएर म अवश्य तपाईँ सामु उपस्थित हुनेछु। तबसम्मको लागि यहाँहरूको समय सुखद भएर बितोस्। यदि तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनु होला। साथै तपाईँले अहिलेसम्म पनि मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने यो च्यानललाई सब्सक्राइब गरेर मलाई हौसला प्रदान गर्नुहुनेछ भन्ने आशा र विश्वाससहित म चाहिँ बिदा हुन्छु। नमस्कार।